सस्ता फोटो खिच्न हालेको बाहिर। सो गाइस अहिले हामी यहाँ खाँदैछौँ आइसक्रिम र हाम्रो गाडी चाहिँ त्यहाँ चार्ज भइरहेको छ, एकछिन टाइम लाग्छ। हेलो गाइस, स्वागत छ तपाईँहरूलाई मेरो अर्को नि भ्लगमा। सो आज चाहिँ हामी जाँदैछौँ फ्यामिली टुरको लागि। सो हामी रेडी भइसकेको छौँ र हामी कहाँ कहाँ जाने भन्दा चाहिँ आज यहाँबाट हामी जान्छौँ बाबाको मामा घर इटरी र त्यहाँ गएर बस्छौँ र भोलि बिहानै निस्किन्छौँ। बाबाको मामा घर हो त्यहाँ पनि, द क्विन अफ हिल्स, तनहुँ जिल्लाको एकदमै सुन्दर ठाउँ बन्दीपुर। र त्यहाँबाट एक दुई दिन घुम्छौँ होला र त्यहाँदेखि हामी जान्छौँ सिटी अफ लेक्स पोखरा र त्यस्तै हाम्रो अर्को लोकेसन रहेको छ हिमालपारीको जिल्ला मुस्ताङ र यस्तै अरू ठाउँहरू पनि छ कहाँ त्यो हाम्रो कन्फर्म हुन्छ। सो हेर्दै गर्नुहोस्, इन्ट्रेस्टिङ भ्लगहरू रहेका छन्। आज हाम्रो टुरको डे 1 न्यू इयर टुर रहेको छ यो र हामी रेडी भइसकेका छौँ। हामी 4 जना जान आँटेको, हाम्रो यो न्यू गाडी नामी भिगो इभी र मामु बाबा आज्ञा र म 4 जना हामी जान आँटेको। हामी लगभग 1 हप्ताको लागि टुर जान आँटेको होला, त्यही भएर यहाँ धेरैवटा बोरा, मतलब बोरा त नभनौँ लुगाको झोलाहरू छ र आमा बुवा र सानी हुनुहुन्छ घरमा। सो गाइस फाइनली गाडीभित्र चढिसक्यौँ र अब हामी हिँड्न आँटेको, घरलाई बाई बाई भन्दै लगभग 1 हप्ताको लागि। र माउ पनि चढिसक्नु भयो, फेरि निस्किनु भयो र आगेले टोपी गएको चाहिँ फोटोहरू खिच्नको लागि। र यो हाम्रो नयाँ कार एकदम मजा आउनेवाला छ यसमा। सो गाइस अहिले टाइम भइसकेको छ 1:09, लगभग 1:10 भइसकेको छ र हामी निस्किन आँटेको र एकदम एक्साइटेड छ। फाइनली लेट्स मुभ हैन त? यस ओके लेट्स गो। फाइनली आवर टुर स्टार्ट्स फ्रम नाउ। फाइनली निस्किसकेको छौँ घरबाट। अब यो बाटो बाई बाई घर, बाई बाई घर, बाई बाई मान्छे, हाई हाई इभी, बाई बाई घर, बाई बाई गाउँ। सबभन्दा पहिलो कुरा यो टुरभरि कोही बिरामी हुनु भएन होइन होइन। त्यसको लागि एउटा कुरा अप्नाउनु पर्छ। त्यसको लागि अहिले के गर्नु पर्यो भने ध्यान दिनुपर्ने कुरा सबभन्दा पहिला खानपान। अब हामी यो टुरभरि जङ्क फुड खाँदैनौँ। यो टुरभरि कसरी बाँच्नु? कसरी बाँच्नु त? यो टुरभरि हामी जङ्क फुड खाँदैनौँ। खै त भनेको त्यस्तो जङ्क फुड खान्छ बिरामी अहिले त ए हुँदैन बिरामी, म थामिहाल्छु नि। यो टुरभरि कोल्ड ड्रिङ्क्स यो कन्ट्रोलले खान्छ। पेप्सी कोला यो ब्लु स्यु खाँदैनौ। बाबाले के गर्नु पर्यो फेरि? होइन त्यो होइन, हिँड्ने किन्न नसक्नु सुरु बेलैमा बाबाले त पुरै एक पुरै जोगाउँदै त सुरु बेलै भयो। सो गाइस अहिले बाबा मामु जानुभएको छ यहाँ सुत्नको लागि, सिरानी लिनको लागि र हामी एक्लै छौँ गाडीमा र एकदम मजा आइरहेको छ। यहाँ माथि हेर्न सक्नुहुनेछ घामको सुन्दर भ्यू र यो खेल्दैछ गेम। सो गाइस अहिले हामी आएको छौँ खाजा खानको लागि वृक्ष क्याफेमा। वृक्ष क्याफे सुरुङ्गा भन्नुहोस्, दुर्गापुर भन्नुहोस् न, वृक्ष चाहिँ बिर्ताउन छ क्या। सो बाहिर आइसकेको छौँ यहाँ खाजा खानको लागि। 6 बजे खाजा खाँदैछौँ, चाउमिन, फ्राइड राइस अनि बनाना लस्सी। फाइनली खाजा खाइसक्यौँ र अब जान आँटेको। सो फेरि पनि गाडीमा आइसक्यौँ। हाई गाइस। गाइस बादर ढोका लाना बाप रे रोक्नु न हेर्दै। सो गाइस अहिले चाहिँ हामी इटरी आइसकेको छौँ र यहाँ चाहिँ बाबाको एउटा काम छ, हामी चाहिँ यस्तो खाजाहरू पनि खान्छौँ यहाँ। सो अहिले हामी आएको छौँ खाजाको लागि।
सो फाइनली हाम्रो खाजा आइसक्यो फ्राई मोमो फाइनली खाजा खाइसक्यौँ र अब खाना आँटेको आइसक्रिम सो खाजा खाएर बाहिर आइसक्यौँ र हाम्रो गाडी चाहिँ उता पर छ सो गाइस फेरि पनि गाडीमा आइसक्यौँ र अब हामी जान आँटेको इटरीको भाटबाट नि थोरै ड्राई फ्रुटहरू किन्न अनि अरू के किन ड्राई फ्रुट सो फाइनली आइसकेको छौँ इटरीको भाटपटेनी यो चाहिँ नेपालको सबसे ठुलो भाटपटेनी हो सपिङ भइसकेर अहिले चाहिँ हामी लिफ्टमा आएको छौँ र तलदेखि माथि गरेछौँ र मजा आइरहेको छ सो अब चाहिँ बाहिर आइसक्यौँ र यहाँ छ हाम्रो गाडी र अब जान आँटेको डाइरेक्ट हामी जान्छौँ बाबाको मामा घर सो गाइस फाइनली आइपुगिसकेको छौँ बाबाको मामा घर र यहाँ चाहिँ अहिले लुगाहरू निकाल्दैछौँ र यो गाडी चाहिँ चार्ज गर्न लग्नुहुन्छ बाबाले अनि 1-1.5 घन्टा यो चार्ज हुन्छ अनि भोलि बिहानै निस्किने हो मेरो यो नयाँ है ब्रेसलेट अच्छा जी ऐसा है क्या सो गाइस फाइनली आइसकेको छु माथि सो गाइस अब चाहिँ सुत्ने बेला भइसकेको छ र अब अगाडिको भ्लग भोलि कन्टिन्यू गर्छु सो भोलि भेटौँला स्टे ट्युन्ड गुड मर्निङ गाइज आज चाहिँ भोलि हो र हामी रेडी भइसकेको छौँ आज बिहानै अहिले टाइम भइसकेको छ 4:21 र हामी 4 जना रेडी भइसक्यौँ किनभने आज हाम्रो टुरको डे 2 र आज अहिलेसम्मको प्लान चाहिँ हाम्रो बन्दीपुर जानेछ आज बेलुका ती बस्नेछ तर प्लानमा जे चेन्ज आउन सक्छ बाटोमा अरू ठाउँमा पनि बस्न सक्छौँ जे हुनसक्छ सो हेर्दै गर्नुहोस् स्टे ट्युन सबजना आउँदै हुनुहुन्छ र यहाँ हाम्रो कार गुड मर्निङ गाइज Good morning. Hi. फाइनली गाडीमा चढिसक्यौँ र अब हिँड्न आँटेको मामालाई पनि छोडिदिइसक्यौँ गाइस निस्किने बेला भइसकेको छ बाई बाई सो गाइस फाइनली निस्किसकेको छु र टाइम भएको छ 4:27 प्रकृतिका कोटि कोटि सम्पदाको आचरण हृदयमा आश्रय जय जय नेपाल सो गाइस अहिले हामी आएको छौँ आइपुगिसकेको छौँ कोसी अझु कस्तो चिसो छ बाहिर छस्स फोटो खिच्न हालेको बाहिर गाइस खतरा हावा चलिरहेको छ यहाँ टाइम चाहिँ 5:05 गइसकेको छ सो गाडीभित्र फेरि आइसक्यौँ बाहिर चाहिँ धेरै जाडो छु सो गाइज अहिले हामी आइसकेको छौँ कटारी बजारमा र यहाँनिर चाहिँ अब खाजा खान आँटेको अनि मुखसुख धुने थोरै ब्रस पनि गर्न बाँकी छ सो यहाँ आएको छौँ खाजा खानको लागि फाइनली हाम्रो खाजा आइसकेको छ रोटीसँग सो गाइज फाइनली खाजा खाइसक्यौँ र अब हामी फेरि पनि नन स्टप जान्छौँ सायद सिलगढीमा खान्छौँ भात चाहिँ सो फेरि पनि गाडीमा चढिसक्यौँ र जाँदैछौँ अब नन स्टप
सो गाइज अहिले हामी आइसकेको छौँ सिन्धुली बजारको यहाँनिर बस स्टपमा र यहाँ इभी चार्जिङ स्टेसन छ। एकछिन हाम्रो इभी चार्ज हुन्छ अनि हामी एकछिन त्यहाँ बाहिर जुनार सुनार साँधेर खान्छौँ र भात चाहिँ भरे खाने हो। कहाँ भन्दा हेटौडातिर भर्खर खाजा खाएको छ। सो भात चाहिँ हामी हेटौडातिर खान्छौँ। सो यहाँ चाहिँ जुनार र अङ्गुरहरू किन्दैछौँ र गाडीमा खानुपर्छ। सो गाइज अहिले हामी यहाँ खाँदैछौँ आइसक्रिम र हाम्रो गाडी चाहिँ त्यहाँ चार्ज भइरहेको छ। एकछिन टाइम लाग्छ। हामी त सिन्धुलीको बजारमा हाम्रो गाडी चार्ज भइरहेको छ र खाँदैछौँ हामी आइसक्रिम। सो गाइज फाइनली फुल चार्ज भइसकेको छ हाम्रो गाडी। सो अब जान आँटेको। सो फेरि पनि गाडीमा चढिसक्यौँ र अब हामी फेरि जान्छौँ नन स्टप। गाइस फाइनली आइसकेको छौँ भात खाने ठाउँमा। यहाँ हो लोकप्रिय रेस्टुरेन्टमा। यहाँ भात खान आँटेको हामी निस्किसकेको छौँ र अहिले चाहिँ एकदम मस्त निद लागेको। फाइनली हाम्रो खाना आइसकेको छ यहाँ र अब खाना आँटेको। सो गाइस फाइनली खाना खाइसक्यौँ र आगेर मामु यस्तो खाँदै हुनुहुन्छ सक्न आँट्नुभयो र यहाँबाट अब हामी फेरि पनि जान्छौँ गाडीमा। सो गाइस फेरि पनि गाडीमा आइसक्यौँ। आइसकेको छौँ। थोरै मात्रै छ हामी जाने ठाउँमा र यहाँ चाहिँ हाम्रो गाडी चार्ज भइरहेको छ। सो यहाँ चाहिँ हामी खाँदैछौँ कफी। फाइनली हाम्रो चाउमिन पनि आइसक्यो र खाँदैछौँ। सो गाइस फाइनली अब चाहिँ जाने बेला भइसकेको छ। हाम्रो कार चार्ज भइसकेको छ। गाडीमा चढिसकेको छौँ। अब हामी जान्छौँ नन स्टप हाम्रो डेस्टिनेसनमा। सो गाइस फाइनली आइसकेको छौँ हामी आउनुपर्ने होटेलमा र यहाँ हाम्रो थोरै लुगाहरू निकाल्नु छ र जान्छौँ। होटेल आगमन हो होटेलको नाम चाहिँ। एकदम मजा आउनेवाला छ यहाँ। सो गाइस फाइनली सबै बोरा बिस्तार लिएर आइसकेको छौँ होटेलमा। सो गाइस यहाँ चाहिँ खाना पनि खाइसक्यौँ। थोरै एडिटिङ गरेँ र गफहरू गर्नुभयो बाबाहरूले र अब हामी जान्छौँ हाम्रो सुत्ने ठाउँमा। यहाँ चाहिँ प्याक रहेछ त्यही भएर अर्को ठाउँ जाँदैछौँ अब। सो गाइस फाइनली आइसकेको छौँ हाम्रो रुममा, होटेल रुममा र आजको भ्लग चाहिँ यति नै। डे 1 र डे 2 लाई चाहिँ मैले एउटै भ्लगमा समावेश गरेको छु। अब भोलि डे 3 को भ्लगको साथ उपस्थित हुनेछु। भोलिको प्लान भनेको हाम्रो हामी बिहान चिया खाजा खाएर निस्किन्छौँ पोखरा र भोलि पोखरा घुम्नेछौँ। पोखराको इन्ट्रेस्टिङ भ्लगहरू हेर्नको लागि तयार हुनुहोस्। भोलिको भ्लग नछुटाउनु होला। आई होप तपाईँलाई आजको भ्लग मन पऱ्यो भने लाइक शेयर कमेन्ट सब्सक्राइब गरिदिनु। टिकटक र इन्स्टाग्राममा फलो गरिदिनु। फेसबुकमा एड फ्रेन्ड गरिदिनु। लिङ्क डिस्क्रिप्सनमा छ, गएर चेकआउट गर्नु होला। थ्याङ्क यू सो मच फर वाचिङ। बाई बाई।